चुनाव आयो, चुनावमा आउने जुनै पनि मन्त्रीले चाहिँ अब म रोजगारी मिलाइदिन्छु युवाहरूलाई, बाहिर जाने सबैलाई नेपालमै रोक्ने, नेपालमै व्यवसाय मिलाइदिने, रोजगार दिने भन्छ। कहाँको रोजगारी दिने? यहाँ नेपालमै बस्ने युवाहरूलाई रोजगार मिलाइदिनु सकेको छैन। विदेश जानेलाई बोलाएर झन् रोजगार मिलाइदिने, त्यो गफै मात्रै हो। बरु म दिन्छु रोजगार। साँच्चै मेरो व्यवसाय यहाँ जग्गा यहाँ बाँझो भइसकेको छ। साँच्चै यसरी नै मिलेर गरौँ, यसरी मोल बनाऊ, यसरी गरौँ भन्यो भने यहाँ छ 2-3 जनाको रोजगार। साँच्चै भन्नुपर्दा अनि रोजगारी दिनु भन्छ। मन्त्रीहरू बाहिरबाट आएको सहयोग रुपियाँ आफ्नै भण्डारमा लुकाउँछ, दिन्छ म रोजगारी। त्यस्तो मन्त्रीहरूले यहाँ मुख मिठाउनु मात्रै हो, जनतालाई के अरे छरिदिनु, के अरे मोल छरिदिनु कुखुरालाई जस्तो मात्रै हो मान्छेलाई। म बनाइदिन्छु भन्छ, 5 वर्ष 4 वर्ष बितिहाल्छ, अनि अर्को पालि होइन यो पालि भ्याएन भन्छ, फेरि त्यही ढिकुटी बटुल्न, फेरि अर्को संसदमा लड्यो, मन्त्रीमा लड्यो। ओइ गरिब जनताहरूलाई चाहिँ यसो भुल्याएकै हो।